सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू हामीलाई परम्पराबाट सुनिराख्नुभएका यस क्षेत्रका अत्यन्त प्रिय आमा बुबा दिदीबहिनी तथा दाजुभाइहरू हामीलाई धेरै भन्नु छैन। आज हामी तपाईहरुलाई निम्तो दिन आएका हौं। जेठ 15 गते नेपाली जनताले नेपाली जनताका लागि गर्ने आन्दोलन, त्यो आन्दोलनमा तपाईहरु सबैको सहभागिताका लागि जुनै निम्तो बाँड्न आएका छौं। हामी अपील गर्न चाहन्छौं त्यो आन्दोलन कुनै एउटा पार्टीको, कुनै एउटा राजनीतिक पक्षको होइन, नेपाली जनताको आन्दोलन हो। देश गणतन्त्रको नाममा लोकतन्त्रमा परिणत भयो। 3 दशकदेखि उही पार्टी, उही नेताहरूको घुमीफिरी चक्रव्यूहको शिकार भयो देश। र अहिले हुँदा हुँदा देश एउटा यस्तो बिन्दुमा पुग्यो कि अब पनि जनता नजाग्ने हो, अब पनि हामीले केही नगर्ने हो भने देशै समाप्त हुने अवस्थातर्फ गयो। त्यसकारण हामीले अब भद्र अवज्ञाको बाटोबाट, सत्याग्रहको बाटोबाट जनदबाव सिर्जना गरेर यो भ्रष्ट तन्त्र, भ्रष्ट व्यवस्थाको अन्त्य गर्नै पर्ने भएको छ। त्यसकारण म तपाईहरु सबैलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु र खास गरी युवा पुस्तालाई अझै विशेष जोड दिएर भन्न चाहन्छु, यो देश बिग्रन लागेको, यो देश बस्न लायक नबनेको कुरा त तपाईलाई थाहा छ। तर यो देश कसका कारण बस्न लायक भएन, कसका कारण बिग्रियो, आज तपाईलाई म भन्न चाहन्छु। यो देशको समस्या भनेको अहिलेको भ्रष्ट नेतृत्व र भ्रष्ट नेतृत्वले ल्याएको व्यवस्था। त्यसकारण हामीले यो देश सुधार्ने र तपाईको भविष्यलाई सुरक्षित बनाउने हो भने हामीले यो भ्रष्ट नेतृत्व र भ्रष्ट नेतृत्वले ल्याएको व्यवस्था दुवै परिवर्तन गर्नुपर्ने अनिवार्य भएको छ। त्यसकारण भ्रष्ट नेतृत्व र भ्रष्ट व्यवस्थाको अन्त्यका लागि, तपाईको भविष्यका सुरक्षाका लागि तमाम युवा साथीहरूलाई, भाइ बहिनीहरूलाई यो आन्दोलनमा सहभागी हुन आमन्त्रण गर्न चाहन्छु। मैले अरु बेला पनि भन्ने गरेको छु, आज पनि भन्छु, युवाहरू राजनीतिबाट भाग्नु भएन। राजनीति भ्रष्टहरूले, बिग्रेका मानिसहरूले गर्ने काम हो भनेर तपाईहरुले बिग्रेका र भ्रष्ट मान्छेहरूलाई देश जिम्मा लगाएर छोड्नु भएन। युवाहरू राजनीतिमा हस्तक्षेपकारी ढंगले आउनु पर्यो। तपाई एकछिन आँखा चिन्ह गरेर सोच्नुहोस् त, यो देश बिग्रियो भने शेरबहादुर देउवाको के बिग्रिन्छ होला? यो देश बिग्रियो भने केपी ओलीको के बिग्रिन्छ होला? यो देश बिग्रियो भने प्रचण्डको के बिग्रिन्छ होला? यो देश बिग्रियो भने तपाईको भविष्य बिग्रिनेवाला छ, तपाईको भविष्य बर्बाद हुनेवाला छ। त्यसकारण यो देशलाई बिग्रिन नदिनको लागि, तपाईको भविष्य बिग्रिन नदिनको लागि तपाई आन्दोलनमा आउनै पर्छ। यो आन्दोलन कसैले आह्वान गर्यो होला, कसैले नेतृत्व गर्यो होला, तर त्यो आह्वान गर्ने, त्यो नेतृत्व गर्नेको मात्र होइन। यो आन्दोलन हामी सबैको साझा आन्दोलन हो, देशवासीको आन्दोलन हो। र विरोधको प्रति र अभिभावक हुकुमको प्रति हाम्रो छात्राहरू सबै ठीक 12 बजे रत्न पार्क जाउँ। जेठ 15 गते 12 बजे रत्न पार्क जाउँ। हामी गर्दैछौँ, तपाईलाई निमन्त्रण गर्दैछौँ। ठीक 12 बजे जेठ 15 गते रत्न पार्क जाउँ। हामी शान्तिपूर्ण गर्छौँ, शान्तिपूर्ण आन्दोलन हुन्छ। हामीले कुनै प्रकारका हिंसा हुन दिँदैनौँ र सरकारले पनि कुनै प्रकारका हिंसात्मक कार्यहरू गर्नको लागि हामीले अन्तर्राष्ट्रिय मानवाधिकारसँग सम्बन्धित संस्थाहरू, विश्व समुदाय र सबैको ध्यान आकर्षण गराएका छौँ। अब अनुगमन आन्दोलनकारीहरूमाथि होइन, अनुगमन राज्यमाथि हुन्छ। त्यसकारण हामी एक ढिका भएर अगाडि बढौँ। कुनै पनि प्रकारको दमन, कुनै पनि प्रकारको षड्यन्त्र सबैलाई चिनेर हामी अगाडि बढ्छौँ। त्यो आन्दोलनमा केही अनिष्ट भइहाल्यो भने पनि, कोही मान्छेलाई चोटपटक लाग्यो भने सबभन्दा पहिले राजेन्द्र लिङ्गेनलाई लाग्छ, कमल थापालाई लाग्छ।
पछाडि बस्दैनौँ, हामी नेता बन्दैनौँ, हामी सबभन्दा अगाडि हुन्छ। त्यसकारण ढुक्क भएर आन्दोलनमा आउन म तपाईँहरू सबैलाई आग्रह गर्छु। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। पन्ध्र गते 12 बजे रत्नपाल माइकलाई चाहिँ भन्नु सर हजुर थोरै पछाडि थापेको भने पछि चाहिँ त्यो के अरे छापेको हटाइदिन्छ। म तिम्रो माथि मोबाइल अड्काउनु छैन छोइन दाइ अगाडि जाउँ यहाँहरू पक्कै पनि वर्तमान हुनुहुनेछौँ। जेठ 15 गते दिनको 12